न्याय हाम्रै पक्षमा हुन्छ। पुनः यो प्रतिनिधि सभा विघटन भएको प्रतिनिधि सभा पुनः फेरि सुचारू हुन्छ भन्ने म विश्वास गर्छु। यहाँ संविधानको कुरा छ, यहाँ विधिको शासन बिगाडेको छ, विधिको शासनको लडाइँ हामी लड्छौँ। यो संविधान काङ्ग्रेसले दिएको हो, रक्षा पनि काङ्ग्रेसले गर्छ, त्यसै कारण हामी विरोध प्रदर्शनमा छौँ, विरोध गर्छौँ। यो संविधानको रक्षाको लागि हामी संविधानको रक्षा जहिले पनि काङ्ग्रेस गर्न तयार छ र गरिरहन्छ। काङ्ग्रेस चुनावबाट पछाडि हटेको छैन, जनता काङ्ग्रेसको साथमा छ, काङ्ग्रेस चुनावमा जान्छ। तर संवैधानिक जबसम्म यो हुँदैन, यो जुन गरेको छ जो संवैधानिक जबसम्म संविधानको रक्षा हुँदैन तबसम्म हामी सडकमा रहन्छौँ। मुख्य लक्ष्य भनेको जुन असंवैधानिक जुन कदम छ केपी ओलीको, त्यसलाई नसचाइकन सडकबाट हामी हट्दैनौँ र यसलाई सडकबाट नै पुनर्स्थापित गर्छौँ भनेर नेपाली काङ्ग्रेस अडिग छ। नेपाली काङ्ग्रेस सदैव न्यायपालिकालाई स्वीकार गरेको छ, न्यायलाई मानेको छ र नेपाली काङ्ग्रेस विधिको शासनलाई स्वीकार गर्छ। यदि न्यायपालिकाले त्यो निर्णयलाई पुनर्स्थापित गर्न सकेन या निर्वाचनमा गयो भने त्यसपछि नेपाली काङ्ग्रेस निर्वाचनबाट कहिले पनि भागेको छैन। राष्ट्रको रक्षाको लागि, देश र जनताको रक्षाको लागि नेपाली काङ्ग्रेस जस्तो सुकै निर्णयलाई स्वीकार गरेर अगाडि बढ्छ। यो आन्दोलन हाम्रो के हो भने संसद पुनर्स्थापना हुनुपर्छ। यो जुन यो संविधानमा नभएको कुरा, यो गलत काम गरेको छ केपी शर्मा ओलीको, त्यसको विरोधमा हामीले आन्दोलन गरिरहेको छ। न्यायपालिकाले गर्नुपर्ने काम गर्छ नै, तर हाम्रो जुन पार्टीले घोषणा गरेको छ यो आन्दोलनको, किनभने हामी एउटा नेपाली काङ्ग्रेसभित्रको अनुशासित कार्यकर्ता हौँ, त्यसकारण नेपाली काङ्ग्रेसको मूल्य मान्यतालाई हामीले स्वीकार गरेका छौँ र यो आन्दोलन नेपाली काङ्ग्रेसले घोषणा गरेको छ, त्यसकारण हामीले विरोध गर्ने पर्छ यो सरकार। यो नेपाली काङ्ग्रेसले भन्दै बढाऊ त्यो पनि नबढाउँदा पनि हामी एउटा संयमित भएर जिम्मेवार भएर त्यो बेला चाहिँ सरकारलाई सघाएको हौँ, तर सरकार चाहिँ आफ्नै कुर्सीका कारण असफल भयो। शेरबहादुर देवाजी र ओलीको मिलोमतोमा यो संसद विघटन भएको छ नि, के भन्नुहुन्छ त्यसमा तपाईँ? आज तपाईँ सडकमा हेर्न सक्नुहुन्छ। यदि त्यो मिलोमतोमा भएको भए यो यत्रो देशभरि के भन्छ तपाईँलाई विरोध सभाहरू हुने थिएन। विगतको दिन 29 गते भयो, फेरि 13 गते भयो, आज विरोध सभा भयो, फेरि 3 गते छ, त्यसपछि 8 गते छ र यो निरन्तर रहन्छ। यदि हामीले के भन्छ हाम्रो सभापति मिलोमतोमा भएको भए हामी चुप लागेर घरमा बस्दिन्थ्यौँ। हामी अहिले पनि भन्दैछौँ यो संवैधानिक कदम हो र केन्द्रीय समितिले यसलाई निर्णय गरिसकेको अवस्था छ। अनि त्यसकारण यो भरमको कुराहरू मात्रै हो, यो विपक्षीले उठाएको कुराहरू मात्रै हो। हामी लोकतन्त्रमाथि विश्वास राख्ने पार्टी हो र लोकतन्त्रमा के हुन्छ भने एउटा पार्टीमा 50 जना नेतृत्व लिने क्षमतावान व्यक्तिहरू हुन्छ, तिनीहरू बीच प्रतिस्पर्धा हुन्छ। त्यसलाई चाहिँ हामी गुटबन्दीको रूपमा लिन सक्दैनौँ। त्यो अधिवेशनको बेलामा वा नेतृत्व लिने बेलामा 4 जना हामी हुन्छौँ, 4 जना सक्षम छौँ र 4 जनाले आफ्नो कसरत गर्छ। त्यसपछि जसले जिम्मेवारी पाउँछ त्यसलाई हामी सघाउँछौँ। त्यो एउटा परिपाटी हाम्रो हो र त्यो रहिरहन्छ। त्यसलाई हामीले गुटको रूपमा नलिउँ। यो एउटा लोकतान्त्रिक प्रक्रिया हो, त्यस रूपमा। हस् त, धन्यवाद।